मौसम कस्तो छ गाइज। मलाई त एकदम खुसी लाग्यो, रमाइलो लागिरहेछ। किनभने आज चाहिँ अलिक घाम लाग्दैन जस्तो छ होइन, गर्मी हुँदैन जस्तो लागिरहेछ। किनभने बिहानीको मौसम चिसो मौसम छैन आज, त्यही पनि बादल लागिरहेछ। अब असार महिना त लागिसक्यो होइन, असार महिना हुन्छ न यस्तो। यस मौसमले नै अब यो कुन महिना भनेर चिनिराख्नु पर्दैन, मौसमले नै चिनाउँछ कुन महिना कुन मौसम भनेर। हजुर, हाई गाइज, गुड मर्निङ। आज चाहिँ म बिहानै उठेँ अनि सबै भिडियो बनाएँ। किनभने मलाई आज लाग्यो होइन, असार लाग्यो जस्तै मौसम भइरहेछ। मतलब असार नै लागेको छ, बल्ल असार लाग्यो जस्तो लागिरहेको छैन। मौसम हेरेर एकदम चिसो अनि बादल लागेको छ, अँध्यारो मौसम। वाउ, आज चाहिँ उफ गर्दै बस्नु नपर्ने जस्तो अवस्थामा छु कि। किनभने अब शीतल छ नि त, असार लाग्यो नि त, असार नै लाग्यो नि त होइन, अब असार महिना। अनि म चाहिँ आज बिहानै उठेर चारो दिएर मैले सबै मौसम राम्रो थियो अनि सबै भिडियो बनाएँ। अनि भिडियो बनाएपछि मैले आज चाहिँ उफ गर्दै बस्नु नपर्ने जस्तो अवस्थामा छु कि। किनभने अब शीतल छ नि त, असार लाग्यो नि त, असार नै लाग्यो नि त होइन, अब असार महिना। अनि म चाहिँ आज बिहानै उठेर चारो दिएर मैले सबै मौसम राम्रो थियो अनि सबै भिडियो बनाएँ। अनि भिडियो बनाएपछि मैले मेरो फुलहरू देखाएँ, माथि गएँ, फुलहरू देखाएँ। मैले सबै मेरो फुलहरू देखाइसकेँ होइन। अनि मैले मनी प्लान्ट पनि लिएँ, मनी प्लान्ट रोपेको थिएँ। मनी प्लान्ट पनि अब बढिसक्यो, ठुलो भइसक्यो। मलाई कस्तो रमाइलो लागिरहेछ फुलहरू। भिडियो बनाएपछि मैले मेरो फुलहरू देखाएँ, माथि गएँ, फुलहरू देखाएँ। मैले सबै मेरो फुलहरू देखाइसकेँ होइन। अनि मैले मनी प्लान्ट पनि लिएँ, मनी प्लान्ट रोपेको थिएँ। मनी प्लान्ट पनि अब बढिसक्यो, ठुलो भइसक्यो। मलाई कस्तो रमाइलो लागिरहेछ फुलहरू देखेर होइन। जस्तो घर भयो नि फुलहरू रोपेर रङ्गी बनाएर राम्रो लागिरहेछ होइन। घर त मेरो राम्रो छैन, अब म घर बनाउनेमा मेरो सोच छ होइन, बिस्तारो बनाउँछु। अहिले हतार गर्नु पर्दैन, हतार गर्नु हुँदैन, बिस्तारो हुन्छ, जे हुन्छ बिस्तारो हुन्छ होइन। अनि म बिहानै उठेँ आज अनि घर बढाएर दाउरा लिनु गएँ। दाउरा ल्याएपछि म आगो फुक्छु अनि चारो बनाउँछु। चारो पकाउँछु, सुँगुरको चारो पकाउनु पर्ने छ। आज मलाई खुसी लागेको छ, मौसम चिसो छ। मलाई त गर्मीभन्दा चिसो महिना होइन, जाडो महिना एकदम खुसी लाग्छ, रमाइलो लाग्छ, मनपर्छ। त्यही भएर मलाई चाहिँ आज खुसी लागेर काम गर्नुपर्ने एकदम जोसमा भएर बिहोस पनि हुनसक्छ होला भरे गर्मीले गर्दा त्यो चाहिँ। होला भरे गर्मीले गर्दा त्यो चाहिँ। फेरि पानी पर्नु थाल्यो नि गाइस, मेरोतिर चाहिँ पानी पर्नु थाल्यो है। हजुरहरूकोतिर पानी पर्छ कि होइन?
हाई गाइस, मेरो गाउँमा चाहिँ नि कटर पाक्नु लागेको छ एन्ड खुसी पनि लागिरहेछ। मौसम एकदम चिसो छ होइन। अब असारे महिना लागि नै सक्छ होइन। त्यही भएर मौसम पनि त्यस्तै वाउ हुने भने अब म चाहिँ आज एकदम खुसी छु। चिसो मौसम छ, पानी पनि परिरहेको छ होइन। हिजो बेलुकादेखि पानी परेकै छ। त्यही पनि म उठेर भिडियो बनाउनु मन लाग्यो। कतिजना खुसी हुनुहुन्छ, कतिजना दुःख हुनुहुन्छ होइन। तर मलाई चाहिँ एकदम खुसी रमाइलो लागिरहेको छ, एकदम राम्रो। तपाईँहरूकोतिर नि यस्तै मौसम होला, मेरोमा नि मौसम चाहिँ हजुरहरूलाई। त्यही भएर मलाई भिडियो बनाउनु मन लाग्यो। बिहानै उठेर सबैजनाको दर्शन गरेर